ल हेर्नुहोस् है, एक लफ होल ब्रेड एकैछिनमा सक्छ। अब हो आमा ए परेवा ढुक्कुरहरूलाई खानै दिँदैन हो। बाप रे बाप, अड्किँदै खान्छ कि आमामा दिनेपछि दिने बानी गरेको छु। अनि उडिरहन्छ घर अगाडितिर। सबभन्दा नराम्रो चाहिँ जता पायो त्यता हगिदिन्छ, गाडीभरि गु नै गु हुन्छ, टट्टी चराको। घरको झेलतिर पनि सबै एकैछिनमा सक्यो हो। अब गयो उरुर उडिरहन्छ। अझै आउँदैछ हौ, अझै खाँदैछ। सिद्धि अब केही पनि बाँकी छैन। यस्तो त छ नि। अब मजाले घाम लागेको छ आज चाहिँ। सागहरू यसपालि त्यति ठुलो भएन हौ साग। अनि ल यो चाहिँ के बिस्कुट हो, यो के हेर्नु न, अकबरे खोर्सानीको बिस्कुट। के भने किरा लाग्दो रहेछ यसमा पनि। अनि हिजोबाट घाममा सुकाइदिएको कि अकबरे है, चाहिँ सुकेको ड्राई अकबरे हो। हेर्नुहोस् राम्रोसँग, धेरै त छैन। यो डब्बाको 2 डिब्बा चाहिँ कालो र हरियोको यस्तै छ अकबरे। अब हेर्नुहोस् न साग मेरो यहाँ कति इन्ची लामो रहेछ। पोहोरको साल 30 इन्ची लामो थियो, अहिले हुनु त यो बच्चा नै छ अझै। अहिले एउटा पत्ता चाहिँ 25 इन्ची लामो छ, यति लामो। यो चाहिँ कति इन्ची लामो रहेछ है, 22 इन्ची। यो कति इन्ची रहेछ, 23 इन्ची रहेछ। यो यसपालि 22-23 इन्ची मात्रै छ। त्यही पनि अब नाप्दाखेरि यहाँबाट मात्रै नापिन्छ। यसको यो उबाट क्या, जहाँबाट यहाँ पलाएको छ नि, यहाँबाट नापिन्छ। डुकु त हेर्नु न, हो यहाँ एउटा चाहिँ साग छ मजाको। यसको चाहिँ ऊ गरेको कि बिउ राखेको। यो चाहिँ झप्पसँग चाहिँ अब यसपालि धेरै नै भयो सागकै हो। के भयो छिप्पिएर गयो कि सबै। हेर्नु न, यो मुस्ताङे सागहरू हो यिनीहरू चाहिँ। अब बोडीको रुखहरू चाहिँ यहाँ यसरी लाग्दैछ। अनि यो पनि तोरीको रायोको बिउहरू हो। अब यसपालि पानी नै परेन, टु क्विक ड्राई भयो।
त्यस कारणबाट खै यसपालि पानी चाहिँ धेरै नै जाने भयो। तर यहाँनिर 900 लिटर 1000 लिटरको यो ट्याङ्की, तर 900 लिटर चाहिँ छ। अनि सबै आकाशको पानी, हामीले पिउने पानी पियो, अनि खाली बोतलमा चाहिँ आकाशको पानी भरेर राखेको। यसपालि त्यही 1200-1300 लिटर चाहिँ पानी कलेक्सन गरेको छु। अब हेरौँ के हुन्छ। नभने त अब पानी त अब यसपालि मेरो खोर्सानीहरू चाहिँ यही मात्रै है। धन्यवाद, 4वटा बोट बाँचिरहेको छ। तर यहाँनिर चाहिँ अर्को सालको लागि खोर्सानीको बिरुवा अकबरेको है। यो चाहिँ नेक्स्ट इयरको लागि। खोइ अब यो 4वटा रुखले कति दिन्छ। यसो हेर्दाखेरि त बुट्टा त किक्रिक्क परिरहेको छ। अरू 5-6वटा बोट चाहिँ मऱ्यो क्या, लाई लागेर के भएर सबै। ल अब युकेमा अकबरे खोर्सानीको बिस्कुन लागेको अवस्था है त। हजुरहरूलाई धन्यवाद हेरिदिनु भएकोमा। यसो राम्रो राम्रो कमेन्ट दिनुहोस् है। अरू त के माग्छु र मैले, तपाईँले अरूले त दिनु पनि सक्नुहुन्न, टाढो छु म। माग्यो भने त पाइन्छ। तर जे होस् राम्रो कमेन्ट सेयर गरिदिनुहोस् है। थ्याङ्क यू, बाई बाई।